पहिला माङ्सेवा गरौँ होइन माङ्सेवा हल्का तपाईँ नयाँ मान्छे आउँछ नि हल्का लामो माङ्सेवा भनेको चाहिँ हाम्रो चाहिँ मन्त्रमा चाहिँ अग्निवायु र जल त्यो बेगर ब्रह्माण्डीय चाहिँ के अरे ऊर्जाहरू सबै सृष्टिहरू हुँदैन। त्यसैले हाम्रो महात्मा अंशी त्यो मन्त्रोच्चारण चाहिँ त्यसरी गऱ्यो भने हाम्रो भित्रको कोशिकाहरू हाम्रो यता मूलधार चक्रदेखि या ब्रह्माण्ड चक्रदेखि कुरा हाम्रो एक्टिभ हुन्छ अनि ऊर्जाशील नभइकन कुनै पनि कामहरू चाहिँ हासिल गर्न सकिँदैन होइन। उल्टोतिर गयो भने खत्तम हुन्छ। ऊ अमेरिकाहरू अब संसारको ठुल्ठुलो शक्ति राष्ट्रहरूले चाहिँ राम्रो काम गर्नु सक्दा मान्छे मार्ने स्वास्थ्य बनाउने अहिले हामीले भोगिरहेका छौँ देखिरहेका छौँ। त्यसले गर्दा योग ध्यान भनेको चाहिँ हाम्रो दिमागमा चाहिँ सकारात्मक सोचको प्रगति गर्ने नेगेटिभ सेन्सहरूलाई डिलिट गरेर पठाएर सकारात्मक सोच प्रकृतिसँग सृष्टिसँग अथवा ईश्वर मागको चाहिँ जुन एउटा प्रक्रिया छ त्यसलाई पछ्याउने विधि त्यसले मात्रै जीवनलाई जीवन्त दिन्छ। हामी